यस भूमि अधिकार आन्दोलन नेपालको केन्द्रीय पदमा रही भूमिहीन तथा सुकुम्बासीको प्रत्येक झण्डा सामु उभिएर संगठनमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी संगठनको नीति नियम पालना गर्दै आफ्नो जिम्मेवारी इमानदारीतापूर्वक वहन गर्न निम्न अनुसार प्रतिबद्धता जाहेर गर्दछु। म यस आन्दोलनले दिएको जिम्मेवारी इमानदारीतापूर्वक वहन गर्दै पूर्ण गोपनीयता कायम राख्नेछु। 2 संगठनको उपल्लो कमिटीबाट प्राप्त निर्देशनलाई आदेशको श्रृङ्खला अनुरूप पालना गर्नेछु। उपल्लो कमिटीले बोलाई तोकी वा खटाई पठाएको जुनसुकै काम स्थान र परिवेशमा सांगठनिक उद्देश्यका साथ हाजिर हुनेछु। जिम्मेवारी वहन गर्दाको समय कालमा ममाथि कुनै आरोप आलोचना वा लाञ्छना लागेमा त्यसको आत्मा आलोचना सहित जवाबदेहिता पेश गर्नेछु। 5 मा म सांगठनिक काम कारबाही गर्ने क्रममा राजनीतिक सामाजिक परिवेश र प्रशासनिक समन्वयको स्थितिलाई ध्यानमा राखी चेतनाको उपयोग गर्नेछु। 6 मा भूमि अधिकारका निमित्त सङ्घर्षरत भूमिहीन तथा सुकुम्बासीहरूप्रति सदैव सकारात्मक प्रतिक्रिया सहित समाधानका निम्ति यथोचित पहल कदमी लिनेछु। 7 मा म आफ्नो नेतृत्वमा आत्मनिर्भर संरचनाको निर्माण गरी सम्पूर्ण स्रोतको व्यवस्थापन गर्न र आन्दोलनलाई सम्पूर्ण रूपमा योगदान गर्न तत्पर रहनेछु। म यस संगठनका सबै गतिविधिमा पूर्ण पारदर्शिता राखी हरेक निर्णयहरूमा सहभागिता सुनिश्चित गर्नेछु। म आन्दोलनका उद्देश्य नीति तथा सिद्धान्तको पूर्ण रूपमा सम्मान र समर्थन गर्दै आन्दोलनको नियम अनुशासन र आचार संहिताको पालना गर्नेछु। 10 मा म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आन्दोलनको सामूहिक हितलाई प्राथमिकता दिने निष्कपटतापूर्वक प्रतिबद्धता जाहेर गर्दछु। जय भूमि, जय सङ्घर्ष, किसान मजदुर एक हौं।